गुड मर्निङ फ्रम सिक्लेस पनि भनौँ कि नेपालको यो स्विजरल्यान्ड भनौँ तपाईँले हेर्न सक्नुहुन्छ होइन। यस्तो बवाल भ्यू छ नि यहाँ। अझ यसमा आइस भएको भए होइन, स्नोफल भएको भए दामी देखिन्थ्यो। गुड मर्निङ फ्रम नेपालको स्विजरल्यान्ड र फेरि पनि गुड मर्निङ फ्रम नेपाललाई चिनाउने माउन्ट एभरेस्ट जस्तै ठुलो नभए पनि माउन्ट एभरेस्ट। यसलाई म माउन्ट एभरेस्ट भन्न चाहन्छु। हामी त्यहाँ पुग्न सकिँदैन, पुग्ने ठाउँको भनेको यो एभरेस्ट बब्बालै एभरेस्ट छ र यो यस्तो दामी ठाउँ छ नि होइन। यहाँ भनेको टक्क टेन्ट लाएर बस्ने अनि मजाले बिहानको भ्यू हेर्ने, साँझको हेर्ने, रमाइलो हेर्ने। त्यहाँ तल पार्क पनि छ होइन। त्यहाँ तल पार्क छ, माथि पुरा गोरुहरू चरिरहेको छ र यो यस्तो राम्रो जङ्गल छ। साँच्चै नै रमणीय ठाउँ सिक्लेस त्यत्तिकै भनेको होइन। अब हामी यहाँबाट हिँडेपछि 2 दिनको भित्रमा हामी कोरी पुग्छौँ र हाम्रो अबको यात्रा कोरीको रहनेछ र हामी अब यहाँबाट सर हिँडेर हामी त्यो हिमालसम्म पुग्नको लागि कोरी पुग्नै पर्छ र अहिले सिक्लेसको हामी भ्यू पोइन्टमा छौँ र अब हामी कोरीको यात्रा गर्छौँ।